हेलो गाइस, स्वागत छ तपाईहरुलाई सुषमास किचनमा आजको दिनमा। र आज चाहिँ म के गर्न आँटिरहेको छु भन्दाखेरि चाहिँ आज चाहिँ मेरो कुनै प्रकारको भ्लग हुनेवाला छैन र आज चाहिँ हामी चाहिँ यसको सब्जी बनाएर खान आँटिरहेको छौँ। तपाईले कहिले खानु भएको छ यसको सब्जी? खानु भएको छ भने तपाईले कमेन्ट गर्नुस् होला। यो चाहिँ कसरी बनाउँछ, यो के हो भनेर तपाईलाई याद छ, कतिलाई याद छैन होला हैन। अब सबैलाई याद हुन सक्दैन नि त। त्यही कारणले गर्दाखेरि म चाहिँ आज तपाईलाई यसको सब्जी बनाएर देखाएर खाएर पनि म तपाईलाई देखाउनेवाला छु है त गाइस। र हेर्नुहोस्, यसलाई चाहिँ हामीले यसरी निकाल्नुपर्ने हुन्छ र यहाँभित्रको चाहिँ यो चाहिँ एकदमै डन्ठा जस्तै हुन्छ, यो कडा हुन्छ। यसलाई चाहिँ हामीले यसरी निकाल्नुपर्ने हुन्छ र यो सेतो पेटल्सलाई पनि हामीले यसरी निकाल्नुपर्ने हुन्छ। यसरी केलाउनु पर्ने हुन्छ। केलाको है गाइस, मैले के भन्नुहुन्छ तपाईँहरू? ए यहाँ हेर्नुहोस्, यो पेटल्स निकाल्यो, त्यहाँदेखि यो निकाल्यो। अब यसलाई चाहिँ यसरी पानी हालेर 2 सिटी लाउनु पर्ने हुन्छ भाँडामा। सिटी चाहिँ भाँडामै लाउनुपर्छ है तर गाइस। गाइस के भयो भन्दाखेरि चाहिँ मेरो भिडियो चाहिँ नि ठाडो पाराले गएछ होइन। अब तपाईँहरूलाई एउटा क्लिप चाहिँ देखाउनै भएन। त्यो चाहिँ लास्टमा चाहिँ त्यो केराको बुङ्गो चाहिँ लास्टमा चाहिँ त्यस्तो हुन्थ्यो नि त। तपाईँहरूलाई मैले देखाउनै भएन। अब त्यो छोडिदिनुहोस् होइन। अब त्यहाँनिर सिटी लाग्दैछ भाँडामा, उयो भाँडामा सिटी लाग्दैछ। त्यो सिटी लागुन्जेलसम्म चाहिँ हामी एकछिन यहाँनिर हावा खानेछौँ गाइस। गाइस तपाईँहरूलाई चाहिँ म त्यो सिटी लगाउन्जेल चाहिँ तपाईँलाई म रुम टुर गराउँदैछु यहीँ बसी होइन। त्यो चाहिँ मेरो बेड हो, त्यो चाहिँ मेरो टेबल हो। त्यहाँनिर हामीले यस्तो दामी मजुर टालेको छौँ होइन। अन्त हाम्रो टक्कै यता चाहिँ हाम्रो किचन छ, सानो चटक्क परेको। त्यहाँ हामीले पानी ल्याउँछ। यहाँ चाहिँ युडियाको बेड हो। हिजो अस्तिदेखि चाहिँ युडिया मसँगै बस्नु थालेको छ। अन्त यहाँ चाहिँ हामीले फोटो पनि यसरी मिलाएर टालेर राखेको छौँ, कस्तो दामी। र यहाँनिर चाहिँ युडियाको टेबल छ। यहाँ युडियाले खाता किताब राखेको छ। यो चाहिँ हाम्रो यस्तो दामी टालेको छ। यो चाहिँ हेर्नुहोस्, यो चाहिँ युडियाको ब्यागहरूको कलेक्सन हेर्नुहोस् है। यस्तो दामी दामी छ। तपाईँहरूलाई कहीँ जानुको लागि चाहियो भने कन्ट्याक्ट गर्नुहोस्। युडियाको। अनि हाम्रो रुमबाट बाहिर चाहिँ यस्तो देख्छ। यो चाहिँ 3-0 हो। त्यो पर आगो फुकेर ताप्दै रहेछ, तर कत्रो ठुलो फुकिरहेछ हौ, डर पो लाग्दैछ मलाई। यस, यो चाहिँ सिटी लागिसक्यो र यहाँनिर चाहिँ चिसो पानी हाल्नुपर्ने हुन्छ। चिसो पानी, त्यहाँदेखि यसलाई चाहिँ यस्तो गरेर चाहिँ मजाले जानुपर्छ। चिसो मान्छे किन होला, कति तातो थियो नि त। चिसो हालेपछि चाहिँ चिसो हुन्छ। यहाँ निचेरेर यहाँ राख्नुपर्ने हुन्छ। पुरा कस्तो चोप खालको पो हुँदो रहेछ त गाइस। मैले पनि यो चाहिँ फर्स्ट टाइमै बनाएको। पहिला चाहिँ बनाएर खाएको, तर मैले बिर्सेँ कसरी बनाउँछ भनेर। मैले पोलेर अचार चाहिँ खाएको र आज चाहिँ धेरै वर्ष बादमा फेरि पनि बनाउँदैछु। हेरौँ अब। माछा से बर्गर टेस्ट होता है बोलता है, लेकिन मेरे को ये तो वेजिटेरियन हूँ ना, इसलिए मेरे को माछा से बर्गर टेस्ट नहीं चाहिए। इसका ही टेस्ट बहुत बट स्वादिष्ट होना चाहिए। हाँ ठीक है, नहीं छोड़ दो। र मैले चाहिँ अघि नै यहाँनिर प्याज पनि काटिहालेको छु, खोर्सानी पनि काटेको छु। यो सुक्खा खोर्सानी हो, यो टमाटर चाहिँ अलिक भरे हाल्नुपर्छ। अहिले नै हाल्यो भने चाहिँ कुनि के हुँदो रहेछ हो। अन्त यहाँनिर यस्तो भएको छ हाम्रो केराको बुङ्गोको भित्रको फुल चाहिँ। यहाँनिर कराही तातिनु हुँदैछ। पड्काउने मसला 5 पडन पड्क्यो, सुन्यो। पड्काउने मसला हाल्नुपर्छ। यो चाहिँ आफ्नो आफ्नो स्टाइल हुन्छ, तर मैले चाहिँ सेल गरेको। र सुक्खा खोर्सानी, बारीक कटा हुआ प्याज, अझै अरू इन्ग्रिडियन्ट्स अरू मसलाहरू पनि हाल्नुपर्छ। तर मेरोमा जति छ मैले त्यति नै हालेर बनाउँदैछु। त्यो कारणले गर्दाखेरि कस्तो हुन्छ त्यो मलाई थाहा छैन। नुन हाल्नुपर्छ तेल। नुन लागेन भने भरे हालेर खानु सकिन्छ, तर चर्को भयो भने चाहिँ हामीले खानु सक्दैनौँ। त्यही कारणले गर्दाखेरि नुन
कम्ती हाल्यो। अब हामी बिस्तारै हल्दी छैन भने सबै यति बेला हालिदिन्छु। हाम्रो अर्को बट्टामा पनि छ नि हल्दी। मसाला दिइहाल्छु। हाल्नुपर्छ हामी यसमा तिखो लाल। तिखो लाल होइन, यो चाहिँ तिखो लाल। अरू बेला हामी खाँदैन, तर यो सब्जीमा चाहिँ एकदमै हाल्नै पर्ने हुँदाखेरि चाहिँ हामीले आज चाहिँ तिखो लाल पनि इस्तेमाल गर्दैछौँ। मेरो भाषाहरू चाहिँ एकदमै मिक्सअप भइरहेको छ गाइस, तपाईँहरू त्यसो माइन्ड नगरिदिनु होला। यो तपाईँको गरम मसला। ये चलाना पड़ेगा। अब चाहिँ यहाँनिर जिन्जर गार्लिकको पेस्ट पनि म हालिदिइहाल्नेवाला छु। काली मिर्च पनि चाहिन्थ्यो, तर मेरोमा काली मिर्च छैन, दोकानमा पनि छैन रहेछ। त्यही कारणले कतिवटा मसलाहरू छुटेको छ। अब यसलाई हामी छोप्नेछौँ गाइस। मसला पाक्नु दिनुपर्छ। र अब चाहिँ यहाँ तेलबाट मसला छुटिसकेको छ। अब चाहिँ हामीले टमाटर हाल्नु पनि मिल्छ। टमाटर हाल्नु पर्ने हुन्छ यसरी। यसो छोपिदिउँ होइन, टमाटर पाक्छ नि त। सक्यो है, लास्टमा चाहिँ यतिको भएको छ। अब हामी तपाईँलाई खाएर भन्छौँ है कस्तो भएको छ भनेर चाहिँ। र हाम्रो खाना चाहिँ रेडी भइसकेको छ। सब्जी हेर्नुहोस् यति दामी दिएछ कि, यति दामी दिएछ। मुखमै थुकायो होला तपाईँहरूको पनि, तर थुक्ने ननिल्दैछ कि हाम्रो भुँडी दुख्न सक्छ। मिठो चाहिँ छ कि छैन? लु युरिया खाऊँ। म चाहिँ खस बाइक लिइहाल्नु पऱ्यो। कस्तो चाहिँ भयो? यस्तो हुन्छ ग्यास हो, सो त्यस्तो केही हुँदैन होइन हौ। झरी गयो नि क्यामेरै। मिठो त मिठो भएछ हौ, चर्को चर्को हल्का भएछ कि यति मिठै हो। मिठो भएछ, मलाई मन पर्यो। छ्या गोराइले नभन नि त्यस्तो। मेरो अहिलेको क्यामेरा फुटेकोले गर्दाखेरि हामी राम्रै आएको छैनौँ, तर हामी वास्तवमा राम्रै नै हो मान्छे चाहिँ। यता आउन नि, कस्तो भएछ तिमीलाई? अलिक खाएकै छैन एकछिन ल। दाल अलिक राख्नु छ मामाकै खाएको अहिले चाहिँ घिउसँग। ला उयो झर्छ फेरि अब त्यस्तो। यो भिडियोमा भनाइ कस्तो छ? मिठो भएछ है? मिठो भएछ। त्यस्तो हुँदैन रहेछ त है? तितो कहाँ हुन्छ? त्यस्तो हुँदैन। मिठो गाइज, गाइज मिठो। दालको त यादै आउँदैन रहेछ त अन्त। दिउँसो युडियाले बनाएको यो बैगुनको भाजी पनि थियो, मलाई अचार पनि छ, अन्त यहाँ डुकुको अचार पनि छ घरबाट ल्याएको। यस्तो हुँदो रहेछ, मलाई त बिर्सिन्छ त्यसको टेस्ट। के चाहिँ लडाउँछ मान्छेले। मिठो है? गल्यो मन खाना हत्तु हत्तु अनि हैरान भयो हजुर पहिरान।
माम खाना खाऊ दाल पनि खाऊ हो दाल पनि खाऊ गाइस हामीले चाहिँ खाना पनि खाइसक्यौँ यति मिठो हुँदो रहेछ है के भन न तिमीलाई कस्तो लाग्यो मलाई मिठो लाग्यो यस्तो मिठो होइन हामीले यति स्वादिष्ट पाराले खायो हामीले त्यो त अलिकति मात्रै खाएको देखाएको हामीले जति थप्पी थपी पनि खाएको छौँ र बिहानको लागि अलिकति पनि उफ्रेको छ बिहान अझै खाना हामीलाई रुच्नेवाला छ कलेज जाँदाखेरि कलेज जाँदाखेरि चाहिँ हतार हतार जति कारणले गर्दाखेरि खाना खान मन पर्दैन तर त्यो सब्जी चाहिँ रुचाउँछ होला सायद अलिक भन न के भन्छौ मेरो भिडियोमा के खाएको अहिले खाएको बारेमा सुस्पाले कस्तो बनाएछ मिठो बनाएछ होइन सुस्पा त अलवेज मिठो बनाउँछ है सुस्पा किचन किङ हो नि उसले मिठै बनाउँछ सब्जीहरू मलाई देख्यो? मनपर्छ उसले बनाएको बेलामा मलाई अलिक माम हुन्छ को मलाई बिहा गरेर चाहिँ भाग्य मानी हुन्छ है गाइस ल है त्यहाँ बेसी भएको छ नि होइन नि हाम्रो यतिको चाहिँ होस् त गाइस अब आजको भिडियो चाहिँ हामी यतिमै एन्ड गर्नेवाला छौँ किनकि मेरो चाहिँ नोट्स लेख्नुपर्ने छ यति धेरै नोट्स लेख्नुपर्ने छ हाम्रो इक्जाम पनि आइसकिसक्यो होइन पढेको छैन गाइस यति धेरै दिमाग ह्याङ हुँदैछ कि यो भाषा विज्ञानले चाहिँ हामी चाहिँ नेपाली अनर्स चाहिँ ठिकै ल्याउनुपर्छ नयाँ कुरा सिकिन्छ भन्दाखेरि पनि सिद्धान्तले चाहिँ टाउको खान्छ गिद्दी खान्छ गाइस त ठिकै छ अब हामी अर्को भिडियोमा भेट्नेवाला छौँ र अर्को भिडियो चाहिँ म चियापत्तीको फुलको सब्जी बनाएर ल्याउनेछु आजको लागि भने यति नै बाई बाई गुड नाइट गाइस गुड नाइट भनिदेऊ गुड नाइट